हेलो एभ्रिवान, फेरि पनि तपाईलाई स्वागत छ ट्रेन योर ब्रेन एकाडेमीमा। हामी म्याथमेटिक्सको ट्रान्सफर्मेसन अफ कोअर्डिनेट एक्सिसको अर्को न्युमेरिकल लिएर आएको छौँ। ल भिडियोलाई सुरु गरौँ है त। क्वेसनमा के दिएको छ हेर्नुहोस्। व्हाट डज द इक्वेसन, यो दिएको इक्वेसन हो x² प्लस 2√3xy माइनस y² इक्वल्स टु 2a² बिकम when the axis are turned through an angle 30 degree by the to the original axis। क्वेसनले के भन्यो भन्नुहुन्छ भने यो दिएको इक्वेसनमा 30 डिग्रीले ओरिजिनल एक्सिसमा रोटेट भयो भने कस्तो इक्वेसन बन्छ होला भनेर सल्भ गर्नुस् भनेर क्वेसन सोधेको हो। ठीक छ। टर्न थ्रु रोटेट भन्ने बित्तिकै एंगल दिने बित्तिकै चाहिँ याद के गर्नु पर्यो भन्नुहुन्छ भने फर्मुला नम्बर 2 भन्ने बुझ्नु पर्यो। हेर्नुस् त, फर्मुला नम्बर 2 मा के भनेको छ, कुनै पनि एक्सिसलाई रोटेट गर्यो कुनै एंगलले, थीटा एंगलले रोटेट गर्यो भने चाहिँ ओरिजिनल एक्सिसमा एक्स र वाई कोअर्डिनेटलाई रोटेट गर्यो भने चाहिँ यो फर्मुला लगाउने भनेर हामीले बारम्बार भनिरहेको छौं। फेरि पनि हेर्नुस्। ठीक छ। अब यो फर्मुला लगाएर हामी के गर्छौं, सोलुसन गर्छौं। अब सोलुसन गिवन लेख्ने, इक्वेसन दिएको इक्वेसन जस्ताको त्यस्तै लेख्ने, अनि एक्सिस आर टर्न थ्रु बाय एन एंगल थीटा इक्वल्स टु 30 भन्ने 30 एंगल दिएको छ। अलिकति थ्योरी पनि लेख्नु होला है, जसले चेक गर्नेलाई पनि सजिलो होस्। बुझ्नुभयो नि है, चेक गर्नेलाई पनि एकदम सजिलो होस्, मार्क्स दिउँ जस्तो लाग्ने गरी तपाईहरुले थ्योरी पनि अलिकति मजाले भूमिका बाँधेर लेख्नु होला है। देन फर द ट्रान्सफर इक्वेसन वी हैव टू यूज भन्यो। अब ट्रान्सफर इक्वेसनमा हामीले के गर्छौं भन्नुहुन्छ भने फर्मुला लगाउँछौं हो। यो x र y कोअर्डिनेटलाई x ले रोटेट गर्यो भने चाहिँ x1 y1 भयो भने चाहिँ यसमा चाहिँ के बन्ला, यो इक्वेसन कस्तो बन्ला भनेर सोधेको त हो नि। अब x इक्वल्स टु x1 cos थीटा माइनस y1 sin थीटा हामीले फर्मुला लगायौं हो। x को फर्मुला यो हो भने x1 को x1 cos थीटा भनेको हामीलाई 30 दिएको छ, 30 y1 जस्ता कस्तै हो, sin थीटा भनेको ठाउँमा हामीले 30 दिएको छ। अब cos 30 भनेको √3/2 क्याल्कुलेटरमा गर्दा पनि हुन्छ है। sin 30 इक्वल्स टु 1/2 क्याल्कुलेटरमा तपाईहरुले चेक गर्दा पनि हुन्छ। ठीक छ। याद गर्न नसक्यो भने क्याल्कुलेटरमा गर्दा पनि हुन्छ, तर याद गर्दा बेटर हुन्छ। अब x इक्वल्स टु कसरी लेखिन्छ, x1 माइनस y1 हो √3/2। अब y इक्वल्स टु x1 sin थीटा प्लस y1 cos थीटा फर्मुला। ठीक छ। यो फर्मुला हो भने अब के गर्ने भन्नुहुन्छ भने थीटाको ठाउँमा 30 दिएको छ, 30 लेखेँ। ठीक छ। अब sin 30 भनेको 1/2, cos 30 भनेको √3/2 अगाडि हामीले गरिसक्यौं। अब इक्वल्स टु x1 प्लस y1 इन्टु √3/2। ठीक छ। अब दिएको इक्वेसनमा जाउँ। दिएको इक्वेसन के दिएको छ, x² प्लस 2√3 इन्टु xy माइनस y² इक्वल्स टु 2a²। अब x² को ठाउँमा चाहिँ यो x को भ्यालु राखौं है, यो x को भ्यालु राखौं। अब x र y मा जुन जुन ठाउँमा x र y छ त्यो ठाउँमा चाहिँ यो इक्वेसनमा यो र यो राखौं। ठीक छ। x² भन्यो मैले √3 x1 माइनस y1 का होल स्क्वायर बाइ 2। ठीक छ। प्लस 2√3 जस्ताको त्यस्तै x को ठाउँमा यो x को भ्यालु राखे इन्टु y को ठाउँमा यो y को भ्यालु राखे माइनस y² भनेको छ। y² भनेपछि यो भ्यालुलाई स्क्वायर गरे इक्वल्स टु 2a² जस्ताको त्यस्तै। ठीक छ। a माइनस b का होल स्क्वायर लगाएर चाहिँ अब हामीले यसलाई चाहिँ खोल्नु पर्यो। ठीक छ। 3 अब हेर्नुस् है, यो 3 यो √3 यो 3 कसरी भयो भन्नुहुन्छ भने √3 का स्क्वायर 3 हुन्छ, √3 का स्क्वायर 3। ठीक छ। a²। ठीक छ। यो x1 3x1 स्क्वायर a² माइनस 2a भनेको यो b भनेको यो 2a। ठीक छ। x1 सम्म इन्टु b प्लस b² भनेको b को y1 को स्क्वायर डिवाइड बाइ 2 का स्क्वायर भनेको 4। ठीक छ। यहाँसम्म 2√3 जस्ताको त्यस्तै। ठीक छ। अब यो √3x1 ले यो x1 लाई मल्टिप्लाई गरौँ, √3x1 स्क्वायर भयो प्लस यो √3x1 ले योलाई गरौँ हो, √3x1 इन्टु y1 √3 इन्टु √3 माइनस अब के गर्ने, यो y1 ले x1 लाई गरौँ माइनस y1 x1। मैले x1 y1 मिलाएर लेखे आफै तपाईहरुले लेख्न सक्नुहुन्छ। y1 x1 लेख्दा पनि केही फरक हुँदैन। अब x1 y1 माइनस अब के गर्ने भन्नुहुन्छ भने यो y1 ले योलाई y1 स्क्वायर इन्टु √3। ठीक छ। ओके। अब यहाँ a प्लस b का होल स्क्वायर को फर्मुला लाग्छ यहाँ
भने ए स्क्वायर भनेको एक्स स्क्वायर x1 स्क्वायर प्लस 2ab 2x1 इन्टु y1 रुट 3 भनेको रुट 3b हो प्लस b का स्क्वायर भनेको रुट 3 का स्क्वायर भनेको के हुन्छ 3 हुन्छ y1 स्क्वायर डिभाइड बाइ 2 का स्क्वायर भनेको 4 हुन्छ इक्वल्स टु 2a स्क्वायर यो 2a स्क्वायर उता लेखिराख्ने है। अब के गर्ने भन्नुहुन्छ भने 3x1 स्क्वायर जस्ताको त्यस्तै राख्ने माइनस 2 रुट 3 x1 y1 जस्ताको त्यस्तै y1 स्क्वायर पनि सेम। अब यहाँनिर छ है लजिक। अब रुट 3 ले कसरी मल्टिप्लाई गर्ने कसरी खोल्ने भन्ने कहिलेकाहीँ कन्फ्युज हुन सक्छ। सिम्पल तरिकाले बुझौँ है त। अब हेर्नुस् 2 को 2 रुट 3 इन्टु रुट 3 रुट 3 भनेको 3 हुन्छ रुट 2 भनेको 2 हुन्छ भनेको रुट 3 इन्टु रुट 3 भनेको के हुँदो रहेछ 3 हुँदो रहेछ भने 2 इन्टु 3 मात्र भयो हो 2 इन्टु 3 भनेको 6 भयो 6 x1 स्क्वायर ठिक छ बुझ्नुभयो कुरो। अब फेरि 2 रुट 3 इन्टु रुट 3 भनेको 2 इन्टु 3 भयो 6। अब यो रुट 3 कहाँबाट आयो भन्नुहुन्छ भने यो रुट 3 है यो रुट 3 जस्ताको त्यस्तै राखेँ इन्टु x1 y1 हो यो पनि राखेँ माइनस x1 y1 छ फेरि यहाँ। अब यसले फेरि 2 रुट 3 इन्टु x1 y1 सँग मल्टिप्लाई गर्यो भित्र हो माइनस फेरि यहाँ आयो 2 हेर्नुहोस् है माइनस के त y1 रुट 3 छ फेरि 2 इन्टु रुट 3 भनेको के हुन्छ 2 इन्टु 3 भनेको 6 y1 स्क्वायर बुझ्यो यहाँसम्म क्लियर। अब यो टर्मको गरौँ यो टर्म गर्दाखेरि के हुन्छ माइनसले भित्र ब्राकेट खोल्यो भने चाहिँ हेर्नुहोस् है माइनसको माइनस ठिक छ माइनस फर्स्टमा चाहिँ के गर्ने भन्नुहुन्छ अब यो टर्म बुझौँ है त माइनस x1 स्क्वायर जस्ताको त्यस्तै माइनस प्लस माइनस हुन्छ हो 2 यो रुटलाई मैले अगाडि मिलाएर लेखेँ है त 2 रुट 3 x1 y1 त्यो हुन्छ प्लस माइनस हुन्छ त्यही भएर माइनस 3y1 स्क्वायर बुझ्नुभयो यहाँसम्म। यो माइनस र प्लसमा यहाँनिर चाहिँ नझुक्किने है यो पनि बुझ्ने माइनसले ब्राकेट खोल्यो भने के हुन्छ साइन चेन्ज हुन्छ वा अपोजिट साइन चेन्ज हुने भयो 2 यो 4 यो सबै 4 लाई उता पठाइदियो भने के हुन्छ 4 गयो भने 8a स्क्वायर हुन्छ। यहाँसम्म क्लियर बुझ्नुभयो अनि अब तपाईहरुले डाइरेक्ट क्याल्कुलेसन गर्न सक्छु मेरो कन्फिडेन्स लेभल हाई छ म सक्छु मजाले गर्न सक्छु भन्नुहुन्छ भने पनि ओके छ प्रोसेसमै जानुहुन्छ भने अब के गर्ने भन्नुहुन्छ भने हेर्नुस् त यहाँ फर्स्टमा चाहिँ के गर्ने x1 स्क्वायर को कुन टर्म छ x1 स्क्वायर एउटा साइड राख्ने वा डाइरेक्ट तपाईले यहाँबाट काट्न पनि सक्नुहुन्छ नभए एउटा गरेर राख्ने है। यहाँ हेर्नुस् है x1 स्क्वायर भनेको 3x1 स्क्वायर हो प्लस ठीक छ 6 स्क्वायर यहाँ छ यहाँ लिए माइनस x1 स्क्वायर यहाँ लिए ठीक छ यो टर्मलाई मैले एउटा साइडमा राखेँ। कुन छ x1 y1 को टर्मलाई एउटा साइडमा लेख्न पाए तपाईले एउटातिर ल्याउनु भयो माइनस 2 रुट 3 x1 y1 माइनस 2 रुट 3 x1 y1 माइनस 2 रुट 3 x1 y1 ठीक छ प्लस 6 रुट 3 x1 y1 यसलाई चाहिँ एउटा ल्याउनु भयो भने बाँकी रहेको कुन छ त y1 स्क्वायर। अब y1 स्क्वायरलाई एउटामा लेख्न पाउनु भयो y1 स्क्वायर माइनस 6y1 स्क्वायर माइनस 3y1 स्क्वायर। अब यति लेख्नुभयो भने हेर्नु अब यो टर्म हेरौँ 3x1 स्क्वायर प्लस 6 3 प्लस 6 9 9x1 स्क्वायर माइनस 1 यो x1 भनेको 1 हो नि 1x1 स्क्वायर घटायो भने आयो 8 त 0 भइहाल्यो यहाँ त लेख्नै परेन। अब y1 स्क्वायर को भ्यालुमा जाऊ माइनस प्लस 1 माइनस 6 माइनस 3 गर्यो भने चाहिँ कति आउँदो रहेछ भन्नुहुन्छ भने माइनस 8y1 स्क्वायर आउँछ इक्वल्स टु 8y स्क्वायर उताको जस्ताको त्यस्तै 8 लाई कमन लिने x1 स्क्वायर माइनस y1 स्क्वायर इक्वल्स टु 8a स्क्वायर देयरफोर 8 यो पनि काट्यो यो अब लास्टमा चाहिँ आन्सर कसरी लेख्ने भन्नुहुन्छ भने x1 स्क्वायर माइनस y1 स्क्वायर इक्वल्स टु a स्क्वायर बुझ्यो।